संस्कार जगाउनको लागि तपाईले संस्कारको पाठशालाभित्र प्रवेश गर्नुपर्छ। संस्कारको पाठशालाभित्र गएर आफूलाई सहभागी गराइरहँदा तपाईले नबुझ्नु, जीवनमा उतार्न नसक्नु अथवा थोरै बुझ्नु, थोरै बुझेकोमा पनि थोरै उतार्नु, यो आफ्नो ठाउँमा छ। तर यहाँ विशेष कुरा के छ त, हाम्रो शरीरमा तत्तत नाम गरिएका तत्तत स्थानहरूमा तत्तत देवताहरू विराजमान छन्। यत् पिण्डे तत् ब्रह्माण्डे, यत् ब्रह्माण्डे तत् पिण्डे। जो ब्रह्माण्डमा व्याप्त देवहरू छन्, यो समग्र सृष्टिलाई जसले धारण गर्दछ, जसले नियमन गर्दछ, जसले संहार गर्दछ, पालन गर्दछ, जसले सञ्चालन गर्दछ, त्यो तत्तत नाम गरेका उस परमात्मा तपाईको स्थूल तथा लिंग देहमा नित्य विराजमान। तपाईको भौतिकी बुद्धिले यी वेदान्त जस्तो जटिल विषयलाई नबुझे तापनि तपाईको कर्णपुटबाट अन्तः प्रवेश गरेका यी शब्दहरूले तपाईको सम्पूर्ण इन्द्रियहरूमा, सम्पूर्ण अंगहरूमा बसेका ती देवात्माहरूले सर्वनाश र ती तुष्ट हुन्छन्, ती पुष्ट हुन्छन्, ती सन्तुष्ट हुन्छन्। साथै तपाईको भित्रको सूक्ष्म शरीरको सूक्ष्म वृत्तिमा, तपाईको चित्तमा प्रत्येक शब्द शब्द गएर एकत्रित भएको हुन्छ। किनभने हामीले हाम्रो पंच ज्ञानेन्द्रिय, पंच तन्मात्राद्वारा जो कुछ वस्तु स्पर्श गर्छौं, दर्शन गर्छौं, हेर्छौं, स्वादद्वारा, स्पर्शद्वारा, दृश्यद्वारा, शब्दद्वारा, गन्धद्वारा हामी जुन जुन वस्तुको ग्रहण गर्दछौं, ती समग्र वस्तुहरूको संस्कार हामीमा भइरहेको छ।